के तपाईलाई थाहा छ नेपाली च्यानलको विज्ञापन र बिहेपछिको जिन्दगीमा के समानता छ? आजको भिडियो हेरेपछि तपाईँ हाँस्दा हाँस्दा थाक्नुहुनेछ। शिक्षक, गफमै समय नबिताऊ, पछि गएर पछुताउनु पर्छ। विद्यार्थी, सर, पछुताउन त अहिले नै पछुताइरहेको छु। शिक्षक, किन? विद्यार्थी, अघि 5 मिनेट गफ गर्दा तपाईले एउटा टिकटक बनाउने मौका गुमाउनु भयो। पप्पु, बुवा, म ठुलो भएपछि के बन्नु? बुवा, बाबु, नेता बनेर देश चलाउनु पर्छ। पप्पु, देश त बालेन र हर्क साम्पाङले चलाइहाल्छन् नि, म चाहिँ फेसबुकमा कमेन्ट गरेर बस्छु। समझ रहे हो न? एकजना नेपाली गाइडले विदेशी पर्यटकलाई हिमाल देखाउँदै भन्यो, सी, दिस इज लेउ, यसमा टेकेसी पुगिन्छ पल्लो छेउ। परीक्षा र नतिजा। शिक्षक, रामे, परीक्षामा 0 किन ल्याइस्? रामे, सर, हजुरले नै भन्नुभएको होइन र, परीक्षामा कहिल्यै चोर्नु हुँदैन, त्यसैले आफ्नै दिमाग लगाएर 0 ल्याएँ। साँच्चै बिहेपछि मान्छेको जिन्दगी कस्तो हुन्छ? नेपाली च्यानलको विज्ञापन जस्तै, सुरुमा म्युजिक बज्छ, रमाइलो हुन्छ, तर पछि 10 मिनेटको फिल्म हेर्नलाई 20 मिनेटको विज्ञापनको कचकच सहनुपर्छ। समझ रहे हो न? शेरे विदेश जान एयरपोर्ट पुगेछ। काउन्टरमा बस्ने केटीले सोधिछे, वेयर आर यु गोइङ? शेरे, आई एम गोइङ टु अस्ट्रेलिया। केटीले, पासपोर्ट प्लिज। शेरे, पासपोर्ट त छैन नानी, भिसा छ भनेको सुन्छु, म त खुट्टाले टेकेरै जाने हो। सासु, ए बुहारी, बिहान उठ्ने बित्तिकै के गरेको त्यो? बुहारी, आमा, फेसबुकमा गुड मर्निङ पोस्ट गरेको। सासु, यति बिहानै कसले हेर्छ र? बुहारी, तपाईको छोराले आमा, उता बाथरुममा मोबाइल लिएर बसेको छ। बिरामी, डाक्टर साहब, मलाई राति सुत्दा ऐठन हुन्छ, के गर्ने होला? डाक्टर, राति सुत्दा मोबाइल सिरानी मुनि होइन, भान्सामा राखेर सुत्नुस्, ऐठन होइन, नोटिफिकेसनले तर्साउन छोड्छ।